अनि कोही कोही रविले केही पनि गर्दैन बोल्ने मात्र रहेछ भन्नु रहेछन्। बिर्सिनु भयो होला उहाँहरूले। दुर्गम कालीकोटमा कुन अवस्थाको ठाउँमा हामीले अस्पताल बनायौं त्यो बिर्सिनु भयो होला। बाढी गएका बेलामा 70 को 52 वटा घर मुसहरहरूलाई बनाएर दिएको बिर्सिनु भयो होला। जनता कोभिडमा छटपटाइरहेका बेलामा आफ्नो ज्यानको बाजी लगाएर अक्सिजनको जोड गर्दै सयौं जनताहरू बचाएको बिर्सिनु भयो होला। विदेशमा अलपत्र परेका चेलीबेटीहरूलाई ल्याएको पनि बिर्सिनु होला। दाजुभाइ दिदीबहिनीहरू जागिर नपाएर अलपत्र परेका बेलामा विदेशका गल्लीहरूमा लडेर ढलेर बसेका बेलामा उनलाई समन्वय गरेर नेपालमा फूलमालाले स्वागत गरेको पनि बिर्सिनु भयो होला। अन्यायमा परेका, अप्ठ्यारोमा परेका, दुःखमा परेका नागरिकहरूको पक्षमा भएको बिर्सिनु भयो होला। महिलाहरूमाथि भएको विवेकका विरुद्ध त्यस्ता विवेककारीहरूलाई जेल पठाउने सम्मको रिपोर्टिङ गर्दै क्यामेरा र माइक बोकेको पनि बिर्सिनु भयो होला। पहाडका ठाउँ गाउँ र मधेसका भित्री बस्तीमा गएर नेपाली नागरिकको दुःख सुनेर त्यो दुःखलाई टेलिभिजनमा देखाएर तिनको दुःखमा मलम पट्टी लगाएको पनि बिर्सिनु भयो होला। र भन्दै हुनुहुन्छ कोही कि यो त गफ मात्र गर्छ, काम गर्दैन, कुरा मात्र गर्छ भन्नुभयो होला। बिर्सिनु भयो होला। म तपाईहरुलाई 84 सालमा फेरि सम्झाउन आउनेछु।